हेलो साथीहरू, आज हामी यस्तो एउटा विषयमा कुराकानी गर्न गइरहेका छौँ जुन चाहिँ स्टुडेन्टलाई एकदमै इम्पोर्टेन्ट हुन्छ, जो चाहिँ जापान स्टुडेन्ट भिजामा एप्लाई गरेर भिजा वेटिङमा बसिराख्नु भएको छ र जान्न चाहनुहुन्छ कि स्टुडेन्ट भिजा रिफ्युजल हुने कारणहरू के रहेका छन्। वाट आर द कमन रिजन्स फर स्टुडेन्ट भिजा रिजेक्सन फर जापान? The Japan embassy, unlike the Schengen or Korea visa, does not provide particular reason for refusal. जापानी एम्बेसीले चाहिँ साङ्गेन र अरू कोरिया भिसा जस्तो चाहिँ भिसा रिफ्युजल हुने कारण चाहिँ केही पनि बताउँदैन। हाउएभर वी कम्प्लाइड अ लिस्ट अफ कमन जापान स्टुडेन्ट भिजा रिजेक्सन रिजन द्याट क्यान हेल्प यु इन द भिजा एप्लिकेसन प्रोसेस। त्यही पनि हामी केही त्यस्ता कारणहरू जसको कारणले चाहिँ स्टुडेन्ट भिजा रिफ्युजल हुन्छ त्यसको बारेमा चाहिँ डिस्कस गर्न यो भिडियोमा गइरहेका छौँ। ल भिडियोलाई ध्यान दिएर सुन्नुहोला। ओके, ल त्यसका केही कारणहरू यस प्रकार छन्। इरर्स, ओमिसन इन सबमिटेड डकुमेन्ट। केही इररहरू हामीले सबमिट गरेको डकुमेन्टहरूमा स्पेलिङ इरर, अरू डेट इररहरू भएमा भिजा रिजेक्सन हुने चान्सेसहरू हुन्छ। र डिटेलमा सुनौँ है त। जापान स्टुडेन्ट भिजा इज रिजेक्टेड प्रोमिनेन्टली ड्यु टु स्पेलिङ अर न्युमेरिकल इरर इन द सबमिटेड डकुमेन्ट। हामीले सबमिट गरेका डकुमेन्टहरूमा नाम, अरू इन्स्टिट्युसनहरूको स्पेलिङ मिस्टेक होइन, त्यो बाहेक अरू डेट अफ बर्थ, पास डेटहरू इरर भएकोमा भिजा रिजेक्सन हुन सक्छ। Any omission from the Japanese embassy list of required paper will in the visa being cancelled. Before submitting, cross-check that all the documents have authorized stamp. र हामीले चाहिँ जापानिज एम्बेसीले रिक्वायर्ड डकुमेन्टहरूको लिस्ट दिएको हुन्छ। त्यो लिस्ट दिएका डकुमेन्टहरूमा चाहिँ कुनै पनि इरर गर्नु हुँदैन। र एप्लाई गर्नुभन्दा अगाडि अथवा सबमिट गर्नुभन्दा अगाडि सबै डकुमेन्टहरू स्पेलिङ, डेट्सहरू चाहिँ मिस्टेक छ छैन भनेर एकचोटि क्रस चेक गरेर अथोराइज स्ट्याम्प छ कि छैन भन्नु चाहिँ एकदमै जरुरी हुन्छ। र अर्को भिजा रिजेक्सन हुने कारण रहेको छ एक्जिस्टिङ भिजा। अ न्यू भिजा क्यानट बी इस्युड इफ द एप्लिकेन्ट अलरेडी पोजेसेज अ भ्यालिड भिजा अर रिइन्ट्री पर्मिट द्याट हेज नट एक्सपायर्ड। यदि एप्लिकेन्टले चाहिँ अलरेडी भिजा पाएको छ र उसको नाममा अलरेडी भिजा इस्युड भइसकेको छ, भ्यालिड भिजा छ र उसले रिइन्ट्रीको लागि पर्मिटको लागि पनि र उसको रिइन्ट्री पर्मिट पनि एक्सपायर भएको छैन। मोरओभर इफ द भिजा एप्लिकेसन इज बिङ प्रोसेस एट अ डिफ्रेन्ट जापानिज एम्बेसी, द भिजा प्रोसेस इज स्टप एट अदर एम्बेसी। जापानमा थुप्रै इमिग्रेसनहरू रहेको हुन्छ र एउटा इमिग्रेसनमा भिसा अलरेडी प्रोसेस भइसकेको छ भने अर्को एम्बेसीमा चाहिँ त्यो स्टप हुन्छ। त्यसैले अलरेडी भिजा एक्जिस्ट छ भने अर्को भिसाको लागि एप्लाई गर्दा रिजेक्सन हुने चान्स एकदम हाई हुने गर्दछ। र अर्को एउटा मुख्य कारण रहेको छ पेन्डिङ सर्टिफिकेट अफ इलिजिबिलिटी। द जापान स्टुडेन्ट भिजा रिक्वायर्स अ सर्टिफिकेट अफ इलिजिबिलिटी। जापानको एम्बेसीलाई चाहिँ भिजाको लागि सर्टिफिकेट अफ इलिजिबिलिटी भन्ने चाहिँ आवश्यक पर्दछ। इभन इफ अल योर डकुमेन्ट्स एन्ड फाइनेन्सियल रिक्वायरमेन्ट आर इन अर्डर, द भिजा विल बी डिनाइड इफ द सर्टिफिकेट अफ इलिजिबिलिटी हेज नट एट बिन प्रोभाइडेड। र जापानको भिसाको लागि चाहिँ सिओई अथवा सर्टिफिकेट अफ इलिजिबिलिटी आवश्यक पर्दछ। यदि सबै तपाईँको डकुमेन्टहरू ठिक छ, अर्डरमा छ, फाइनेन्सियल डकुमेन्टहरू, तर सिओई इस्यु भएको छैन र तपाईँले चाहिँ जापानिज एम्बेसीमा भिजाको लागि एप्लाई गर्नुभयो भने तपाईँको भिजा चाहिँ रिजेक्ट हुने गर्दछ, किनकि सिओई इस्यु हुनु चाहिँ एकदमै जरुरी हुन्छ भिजाको लागि। र अर्को रहेको छ इरर्स इन एप्लिकेसन फर्म भर्दाखेरि इरर भएमा पनि भिजा रिजेक्सन हुन्छ। वान अफ द जापान स्टुडेन्ट भिजा रिजेक्सन रिजन इज द मिस्टेकन इन द एप्लिकेसन फर्म। The discrepancy between the information in the university application and the student visa application can lead to the cancellation of student visa. Remember to fill in all the details in the application form before submission. र अर्को कारण रहेको छ हामीले चाहिँ युनिभर्सिटीमा भरेको फर्मको डिटेल्सहरू र एम्बेसीमा भिजा सबमिसन गर्नको लागि भरेको डिटेल्सहरू अथवा दिएको इन्फर्मेसनहरू चाहिँ सेम हुनु पर्दछ। त्यो दुईटाको बिचमा डिफ्रेन्स भेटिएमा अथवा त्यो दुईटाको बिचमा फरकहरू भेटिएमा इन्फर्मेसनहरू चाहिँ अर्कै दिएमा चाहिँ भिजा क्यान्सल हुने, सिओई रिजेक्ट हुने गर्दछ। त्यसैले फर्म भर्दाखेरि
एकदमै ध्यान पुर्याएर क्रस चेक गरेर गर्नुहोला। र अर्को मुख्य कारण रहेको छ अनक्लियर पर्पज अफ ट्राभल। एनी इन्कन्सिस्टेन्सी इन द स्टुडेन्ट स्टेटेड प्लेस अर रेसिडेन्स or indemnity in the application form raises suspicions about the student. In order to obtain a visa in Japan, you must have well-planned itinerary as well as a clear understanding of why you want to study in the particular university. र यो भनेको चाहिँ के हो भने हामीले भिजा एप्लिकेसनमा खुलाएको दिएको इन्फर्मेसनहरूमा चाहिँ हामी बस्ने ठाउँ अथवा हामी जापान जानुको कारणहरू चाहिँ त्यस्तो शङ्कास्पद भेटिएमा अथवा त्यसको कारणहरू चाहिँ एकदम शङ्कास्पद भएमा हामीलाई भिजा नदिन सक्छ। र जापानको भिजा पाउनको लागि चाहिँ हामीले वेल प्लान गरेर राम्रोसँग त्यही युनिभर्सिटी त्यो पार्टिकुलर युनिभर्सिटीमै किन जाने भन्ने कारण चाहिँ मजाले खुलाउनु जरुरी हुन्छ। नत्र भने जापानिज एम्बेसीले भिजा इस्यु नगर्न सक्छ। उसलाई केही न केही सस्पिसियस लाग्यो भने चाहिँ भिजा नदिन सक्छ। र अर्को मुख्य कारण रहेको छ previous visa violation. If the applicant has previously visited Japan and violated the rules and regulations of the country, there are high chances that the following visa application will be refused. यदि हामी योभन्दा अगाडि नै जापानमा गएर भिजिट गरिसकेका छौँ र त्यहाँको रुल्स एन्ड रेगुलेसन्सहरू चाहिँ हामीले भोइलेट गरेको छौँ, नियम कानुन पालना गरेको छैनौँ भने चाहिँ यो पटक हामीले भिजा एप्लाई गर्दाखेरि चाहिँ रिफ्युजल हुने चान्स एकदमै हाई हुन्छ। त्यसै कारणले हामीले जापान जस्तो देश घुम्न गयौँ अथवा कुनै भिजिट गऱ्यौँ भने चाहिँ त्यहाँको रुल्स एन्ड रेगुलेसनहरू चाहिँ स्ट्रिक्टली फलो गर्नु जरुरी हुन्छ। र अर्को मुख्य कारण रहेको छ इन्सफिसियन्ट स्पोन्सर। इन्सफिसियन्ट स्पोन्सरसिप रिक्वायर्स क्यान result in the Japan student visa rejection rate. The sponsor should meet the financial requirement. If there is no sponsor, the student need to prove that he can meet the financial need during the course of study. यो भनेको चाहिँ के हो भने हामीले जापान जानुभन्दा अगाडि अथवा स्टुडेन्ट भिजामा एप्लाई गर्नुभन्दा अगाडि आफ्नो प्यारेन्ट्सहरू अथवा कसैलाई आफ्नो स्पोन्सरसिप देखाएको हुन्छौँ, जसको मतलब चाहिँ के हो भने हाम्रो पढाइको खर्चहरू सबै उहाँले चाहिँ पे गर्नुहुन्छ भन्ने हो। र हामीले राखेको स्पोन्सरले चाहिँ रिक्वायर्ड जापानको एम्बेसीले रिक्वायरमेन्टहरू राखेको हुन्छ स्पोन्सरसिपको लागि। त्यो रिक्वायरमेन्टहरू मिट नगरेकोमा अथवा सोर्स अफ इन्कमहरू चाहिँ नपुगेको खण्डमा चाहिँ भिजा रिजेक्सन हुने चान्सहरू हुन्छ। यदि स्पोन्सरसिप नराखेको अथवा स्वयं आफै स्पोन्सरसिप भएको खण्डमा चाहिँ उसले आफूले फाइनेन्सियल निडहरू पुरा गर्न सक्छु भन्ने कुरा चाहिँ प्रमाणित गर्नुपर्ने हुन्छ। र अर्को एउटा कारण रहेको छ इन्टेन्सन टु रिटर्न होम कन्ट्री। इफ द एम्बेसी बिलिभ द्याट एप्लिकेन्ट has no compelling reason to return, the application for a Japan visa will very certainly be denied. The candidate must demonstrate strong ties to their home country. र यदि एम्बेसीले चाहिँ हामी देश फर्किन्छौँ भन्ने कुरा चाहिँ पत्याएन भने पनि भिजा नदिने चान्सहरू हुन्छ। र एम्बेसीलाई चाहिँ यो कुरा हामीले विश्वास दिलाउनु पर्छ कि केही समयको बसाइपछि आफूले आफ्नो पढाइ पुरा गरिसकेपछि र केही समय जापानमा बसिसकेपछि चाहिँ हामी घर फर्किन्छौँ भन्ने कुरा चाहिँ स्पष्ट हुनुपर्छ। र घर फर्किने राम्रो कारणहरू चाहिँ हामीले खुलाउनु पर्ने हुन्छ अनि मात्रै हामीलाई भिजा चाहिँ दिने गर्दछ अथवा सिओई दिने गर्दछ। हस् त साथीहरू, आजलाई यति नै। फेरि अर्को भिडियोमा भेट गर्ने नै छौँ। हस् त च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।